साथी, जब पनि तपाईँ कुनै रुममा एन्टर गर्नुहुन्छ वा कसैसँग भेट्नुहुन्छ, सबैभन्दा पहिले मान्छेहरूले के नोटिस गर्छन् थाहा छ? जुत्ता, लुगा, अनुहार, यी मध्ये केही पनि होइन। सबैभन्दा पहिले नोटिस हुन्छ तपाईको वकिङ स्टाइल। तपाईँ कसरी हिँड्दै आउनुहुन्छ र के थाहा छ? 90% भन्दा बढी मान्छेहरूलाई राम्रोसँग हिँड्नै आउँदैन। अजीब लाग्छ, तर यही सत्य हो। कुनै पनि पब्लिक प्लेसमा जानुहोस् र मान्छेहरूको वकिङ स्टाइल अब्जर्भ गर्नुहोस्। केही मान्छेहरूको स्टाइल देखेर लिटरली हाँसो आउँछ। त्यो छोडौं, कहिले कुनै लिडरलाई हिँड्दै गरेको देख्नु भएको छ? कुनै मोडललाई वक गर्दै गरेको? उनीहरूको वकमा यस्तो कन्फिडेन्स देखिन्छ, यस्तो कमान्ड र एनर्जी देखिन्छ कि हरेकको नजर सिर्फ उनीहरूमा नै जान्छ। केही नगरी सिर्फ हिँड्ने स्टाइलबाट नै मान्छेहरूलाई एट्र्याक्ट गर्छन्। यदि तपाईको वकिङ स्टाइल त्यति पावरफुल र स्ट्रङ छैन भने यो भिडियो अन्तसम्म हेर्नुहोस्। वकिङ स्टाइल मास्टर गर्नुभयो भने यो दुनियाँले तपाईलाई इग्नोर गर्नै सक्दैन, किनभने आज म तपाईलाई यस्तो फर्मुला बताउँछु जसले तपाईको हिँड्ने स्टाइललाई एउटा लिडर जस्तो बनाउँछ। हिँड्दा नै तपाईको कन्फिडेन्स साफ देखिन थाल्छ। नम्बर 1, पोस्चर सुधार्नुहोस्। धेरै मान्छेहरू हिँड्दा यसरी हिँड्छन् जसरी उनीहरू बिरामी छन्, झुकेर, थाकेर। उनीहरूको पोस्चर यति खराब हुन्छ कि शरीर पुरै झुकेको हुन्छ र यसले कहिले कन्फिडेन्स प्रेजेन्ट गर्दैन। त्यसैले आफ्नो पोस्चर इम्प्रुभ गर्नुहोस्। सिधा उभिनुहोस्, सिधा हिँड्नुहोस्, कहिले कम्मर र काँध झुकाएर नहिँड्नुहोस्। यो कुराले देखाउँछ तपाईँ भित्र कन्फिडेन्स छैन, तपाईँ एउटा वीक मान्छे हुनुहुन्छ। मेरो एउटा साथी छन्, उहाँ सधैँ शरीर झुकाएर हिँड्नुहुन्छ जसले गर्दा उहाँको धेरै मजाक उडाइन्छ। यो कुरा तपाईसँग पनि हुन सक्छ, त्यसैले पोस्चर ठीक राख्नुहोस्। नम्बर 2, टाउको माथि राखेर हिँड्नुहोस्। जति पनि पावरफुल मान्छेहरू र लिडर छन्, उनीहरू हिँड्दा टाउको सधैँ माथि हुन्छ। नजर कहिले तल झार्दैनन्, आई कन्ट्याक्ट कहिले अभोइड गर्दैनन्। धेरै मान्छेहरू यस्ता हुन्छन्, सामुन्ने कोही आयो भने नजर तल गर्छन्, अरूलाई फेस गर्न सक्दैनन्। भित्रबाट यति अनकम्फर्टेबल हुन्छन् कि छिटो छिटो हिँड्न थाल्छन् र आँखा तल झार्छन्। यसले तपाईलाई इन्सिक्योर देखाउँछ। त्यसैले जब पनि हिँड्नुहोस्, सामुन्नेलाई फेस गर्नुहोस्, टाउको सधैँ माथि राख्नुहोस्। यसले देखाउँछ तपाईलाई थाहा छ कहाँ जाँदैछन् र किस उद्देश्यका लागि जाँदैछन्। तर यदि तल हेरेर इत्ताउति हेर्दै हिँड्नुहुन्छ भने यसले तपाईको प्रेजेन्स नै किल गर्छ। नम्बर 3, वकिङ स्पिड। तपाईँ कसरी स्टेप लिनुहुन्छ, कति स्पिडमा हिँड्नुहुन्छ, यो कुरा धेरै म्याटर गर्छ। धेरै मान्छेहरू यति छिटो हिँड्छन् जसरी उनीहरूलाई हर बेला वाशरुमको अर्जेन्सी छ, यति हतारिन्छन् जसरी कतै पुग्नु अत्यन्तै जरुरी छ। र अर्कोतर्फ केही मान्छेहरू यति स्लो हिँड्छन् जसरी उनीहरूसँग कुनै काम छैन, जिन्दगीमा धेरै थाकेका छन्, धेरै डिप्रेस्ड छन्। यी दुवै स्टाइल अभोइड गर्नुहोस्। यसरी हिँड्नुहोस्, न धेरै स्लो न धेरै फास्ट, एउटा मिडियम रेन्जमा। यसरी स्टेप लिनुहोस् जसरी सबै कुरा तपाईको कन्ट्रोलमा छ, किनभने तपाईको हिँड्ने स्पिड नै डिसाइड गर्छ हेर्नेहरूले तपाईको बारेमा कस्तो इमेज बनाउँछन्। नम्बर 4, हात खुला राख्नुहोस्। धेरै मान्छेहरू हिँड्दा हात क्रस गरेर हिँड्छन्, हात पकेटमा हाल्छन्। यसले उनीहरूलाई डराएको जस्तो फिल गराउँछ। हेर्नेहरूलाई लाग्छ सायद यो मान्छेलाई कुनै डर छ, जबकि एउटा लिडर सधैँ आफ्नो हात ओपन राख्छ। हिँड्दा हात नेचुरली मुभ हुन्छन्, पुरै एटिट्युडसँग। त्यसैले जब पनि हिँड्नुहोस्, हातलाई नेचुरली मुभ हुन दिनुहोस्, तर यति धेरै पनि नहलाउनुहोस् कि फनी लागियोस्। पकेटमा हात हाल्न अभोइड गर्नुहोस्। यदि हाल्नै पर्छ भने एउटा हात पकेटमा, एउटा बाहिर। यो स्टाइलले तपाईलाई बढी कन्फिडेन्ट र अट्र्याक्टिभ देखाउँछ। नम्बर 5, लिडर बन्नुहोस्। धेरै मान्छेहरू ग्रुपमा हिँड्दा या धेरै पछाडि हुन्छन् वा साइड्समा, तर एउटा लिडर सधैँ सेन्टरमा हुन्छ। जो मान्छे सेन्टरमा हिँड्छ सबैभन्दा पहिले नजर त्यसैमा पर्छ, त्यही सबैभन्दा कन्फिडेन्ट लाग्छ, त्यही लिडर लाग्छ। त्यसैले जब पनि ग्रुपमा हिँड्नुहोस् सधैँ सेन्टरमा हिँड्नुहोस्। नम्बर 6, शोल्डर स्विङ। जब पनि पावरफुल मान्छेहरू, लिडर्स हिँड्छन्, उनीहरूको शोल्डर्स नेचुरली स्विङ गर्छन्। यसले उनीहरूलाई बढी मस्कुलर र कन्फिडेन्ट देखाउँछ। आफ्नो वकिङ स्टाइल इम्प्रुभ गर्न चाहनुहुन्छ भने शोल्डर्स रिल्याक्स गर्नुहोस्, उनीहरूलाई स्विङ गर्न दिनुहोस्, नेचुरली मुभ गर्न दिनुहोस्, कहिले काँध अकाएर नहिँड्नुहोस्। यसले तपाईको इम्प्रेसन खराब गर्छ। भिडियो हेल्पफुल लाग्यो भने लाइक गर्नुहोस्, च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोस् र बेल आइकन थिच्नुहोस्। भेटौँला अर्को भिडियोमा। धन्यवाद।